एउटा राम्री सेक्सी केटी, Oh my goodness. एउटा लास अनि एउटा सुपको बोलले कसरी फिल्म एडिटिङ सिकाउँछ त? आज सिकाउँ है त। सन् 1919मा लेभ कुलेसोभ भन्ने एकजना रसियन फिल्म मेकरले चाहिँ एउटा थ्योरी क्रिएट गरेका थिए क्या, एउटा एक्सपेरिमेन्ट। त्यसलाई चाहिँ कुलेसोभ एक्सपेरिमेन्ट भनिन्छ। म एक्सप्लेन गर्छु है त, अलिकति कम्प्लिकेटेड सुनिन्छ तर एकदमै सिम्पल छ। एउटा मान्छे उभिरहेको छ, यतिकै टुवा पर हेरिरहेको छ, उसको फेसमा केही पनि एक्सप्रेसन छैन, उसको फेसमा न्युट्रल एक्सप्रेसन छ। त्यसपछि त्यसको इमिडिएटली पछाडि तपाईँले सुपको बोल राखिदिनु भयो अरे, एकदम मिठो, हेर्दाखेरि एकदम खाइहालौँ जस्तो लाग्ने खालको एउटा खानेकुराको भाँडो छ। त्यो सर्टपछि तपाईँले फेरि त्यो केटाको न्युट्रल फेसमा आउनुभयो भने चाहिँ तपाईँले के सोच्नुहुन्छ भन्दाखेरि त्यो केटाले त्यो केटाको फेसमा भोकाएको जस्तो खालको अथवा त्यसलाई चाहिँ त्यो खान मन लागेको जस्तो खालको चाहिँ मान्छेले त्यो प्रोजेक्सन गर्छ क्या, आफ्नो एउटा पर्सेप्सन क्या। अब त्यसको ठाउँमा तपाईँले त्यो एउटा यतिकै न्युट्रल बसिरहेको मान्छे अनि त्यसपछि एउटा एकदमै सेक्सी राम्री केटी टक्क बेडमा होइन सुतेर अनि त्यसपछि टक्क यस्तो बोलाइरहेको छ अरे, त्यो देखाएर फेरि त्यो केटाको न्युट्रल फेस देखायो भनेदेखि चाहिँ यो पक्कै पनि हर्ने भयो भन्ठानिन्छ क्या हामीले। त्यो इफेक्ट चाहिँ अडियन्सको दिमागमा पर्छ। त्योपछि फेरि तपाईँले त्यो न्युट्रल फेस देखाउनु भयो अनि त्यसपछि एउटा लास देखाउनु भयो, भुइँमा लडिरहेको लास छ। त्योपछि तपाईँले फेरि त्यो केटाको फेस देखाउनु भयो, त्यो केटाको फेस खासमा न्युट्रलै छ क्या, त्यसको एक्सप्रेसन केही पनि छैन। तर हाम्रो पर्सेप्सनमा चाहिँ त्यो पक्कै पनि स्याड भयो होला अथवा त्यो एङ्ग्री छ होला भन्ने खालको त्यो आफ्नो पर्सेप्सन बस्छ क्या। हो त्यो इफेक्ट, त्यो दुईवटा सर्टलाई लिएर चाहिँ क्रिएट हुने जुन डिफ्रेन्ट खालको मिनिङ छ नि, हो त्यो मिनिङ, त्यो इफेक्टलाई चाहिँ कुलेसोभ इफेक्ट भनिन्छ। हो त्यो इफेक्टलाई युज गरेर चाहिँ तपाईँले फिल्म मेकिङमा धेरै मिनिङ क्रिएट गर्न सक्नुहुन्छ क्या। तपाईँले जस्ट एउटा सर्टबाट मात्र होइन, तपाईँले पनि एकचोटि ट्राई गर्नुहोस्, एकचोटि सोच्नुहोस् अबदेखि फिल्म हेर्दाखेरि ओके यो र यो सर्ट मिक्स गर्दाखेरि मैले के चाहिँ पर्सेप्सन गरेँ, मैले के एजम्सन गरेँ, त्यो एकचोटि सोच्नुहोस्, तपाईँलाई फिल्म मेकिङमा एकदमै धेरै हेल्प हुन्छ।